इमन बटा ड्यूटी का हो लाल फुला हो साथीहरु आज हामी यहाँ बन्देवीमा छौँ यहाँ पूजा छ हाम्रो यता भोगा तयार भइसक्यो यता हाम्रो त सर लिएर जाँदै हुनुहुन्छ उता नल्कामा साफ गर्नलाई धुनु त पर्यो हो यता फुफुरा बडा यहाँ मसला तयार गर्दैछन् यो मसला टमाटर प्याज खुर्सानी धनिया उता आलु छ यो लोकल भाले पनि तयार हुँदैछ हाम्रो यता हाम्रो सबिसर अब सेक बनाउन जाँदैछन् राम्रो राम्रो छ कि राम्रो राम्रो पिस हालेको छ यता यता हाम्रो फुफु साहब यता तरकारी बनाउँदै हुनुहुन्छ तर आलुको यता हाम्रो अब कटिङ हुँदैछ यता भाले साहब यता मासु उता भुडी यो के हो इमन बटा ड्यूटी का हो लाल फुला हो वाटरमेलन छ गुलियो गुलियो अब यसको टाइम आइसक्यो अब यता ब्ल्याक लेबर भनेर हामी सबै दाजुभाइहरू यहाँ ब्ल्याक मात्रै बाइक किनेका छौँ हामीहरू सबै ब्ल्याकमा रहेछ कि साथीहरू अहिले हामी यहाँ आफ्नो ठुलो फुपूलाई लिन आएको छ यता हाम्रो पूजा छ उता बन्देवीमा हाम्रो ठुलो फुपू टाढाबाट आउनुभएको छ धनकुटाबाट फुपू मलाई चिन्नुहुन्छ कि नै नै म रसु तपाईँको रसु भाइको छोरो के कलमा कति कुरा भएको थियो तपाईँसँग अब जहाँ हिँड्दैछौँ हामीहरू यहाँबाट मन्दिर पुगिसकेपछि सबैजना खाना बसिसकेका थिए त्यसपछि हामीहरू पनि खाना बस्यो यता फुपूहरू खाँदैछन् यता दाइहरू सबैजना रमाउँदैछन् खाँदैछन् खाइसकेपछि हामीहरू एकछिन डुल्न निस्के अनि यता चारैतिर भिडै थियो मान्छेहरूको आज शनिबारको दिन भएर पनि होला भिड थियो चारैतिर सबै पिकनिक खानेहरूको वनभोज खानेहरूको त्यसपछि हामीहरू यता उता घुम्यौँ सबै चारैतिर उता अगाडि चाहिँ हाम्रो मन्दिरको गेट हिँड्दै जाँदा अगाडि यता भान्जीहरू भेट भए ओ भान्जी पर्सा ऊ बाओ यहाँ पूजा रे नहीं आलो नहीं आलो भान्जी यता हाम्रो बन्देवी मन्दिर मास्टरसँग घुम्दै जाँदा अनि त्यसपछि यता हाम्रो भाउजूहरू भेट भए अनि हामी भाउजूहरूसँग कुरो गऱ्यौँ सबैजना खाइसकेपछि हामीहरू घरतर्फ लाग्यौँ आजलाई यति नै होस् त धन्यवाद थ्याङ्क्स फर वाचिङ दिस भिडियो